त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र साथीहरूले अघि धेरै कुरा भनिसक्नु भएछ, अध्यक्ष हुँदा नि सजिलो हुँदो रहेछ, साथीहरूले भनिसक्नु भएछ, खासै भन्ने कुरा बाँकी रहँदो रहेन रहेछ। तर पनि मेरो एक दुईवटा कुरा भन्ने कुरा छ यहाँनिर। यहाँ हाम्रो कार्लिक नानको अनर उहाँलाई पनि आसन ग्रहण गरिदिनु भन। के दुई शब्द छ भने हजुरको? र यो अब हाम्रो 2026 को हामीले अहिले प्लान गरेका साथीहरू अघि जम्मै डिटेलमा भनिसक्नु भएछ। हामीले एउटा टाइमलाइनको रूपमा यहाँ प्रस्तुत गरेका छौँ। र यसपछि हाम्रो स्पोन्सर्सहरूलाई धन्यवाद दिने काम हाम्रो अघि सचिवज्यूले गरिसक्नु भएछ। म फेरि रिपिट गर्दिनँ, हाम्रो समय सकिसकेको छ, त्यही भएर यो चाहिँ हाम्रो हामीले चाहिँ श्रद्धाञ्जली गरेको एउटा भिडियो हामी यसरी नै गर्छौँ भन्ने देखाउनु खोजेको। र फेरि एक दुईवटा कुरो चाहिँ जब यो 2010मा यो संस्था स्थापना हुँदा संस्थाको उद्देश्य एउटा थियो र अहिले 15 वर्ष पछि अब यसको उद्देश्य सही अलिक परिवर्तन भएको हुनसक्छ। किनभने त्यतिखेर के थियो भने हामी भर्खर नेपालबाट आएका थियौँ, हाम्रो आफ्नो संस्कृति आफ्नो कल्चर थियो र यहाँको समाजलाई हाम्रो कल्चर यो हो, हाम्रो परिचय यो हो भनेर चिनाउनु थियो। तर अहिले चाहिँ के भएको छ भने हामीले हाम्रै छोराछोरीहरूलाई हाम्रो कल्चर यो हो, हाम्रो संस्कृति हो भनेर चिनाउनै पर्ने बेला आएको छ। त्यसैले यसको उद्देश्य अलिक फरक छ। र एउटा कुरो म के भन्न चाहन्छु भने कोही बेला यो कल्चरको कुरो गर्दा धार्मिक र होइन रिलिजियस र कल्चरको कुरा फरक हुन्। त्यसैले हामीले कल्चर हाम्रो एउटै कल्चर हुन्छ, चाहे क्रिस्चियन हौँ, चाहे हामी किराँत हौँ, चाहे बुद्धिस्ट हौँ, चाहे हिन्दू हौँ, हाम्रो नेपालीको एउटा कल्चर हुन्छ। कल्चर भनेको हाम्रो भाषा हो, हामीले के खान्छौँ। जस्तै हामीले कुनै एउटा क्रिस्चियनको घरमा गयौँ, नेपाली क्रिस्चियनको घरमा भने त्यहाँ दाल भात पाकेको हुन्छ, त्यो हाम्रो कल्चर हो। त्यसरी हामी किराँतकोमा गयौँ भने त्यही हुन्छ, हाम्रो पोसाक एउटा छ, भाषा एउटा छ, सङ्गीत एउटा छ। हामी नेपाली क्रिस्चियनको चर्चमा गयौँ भने नेपाली गीत बजेको हुन्छ त्यहाँ। त्यसैले हाम्रो यो कल्चर र रिलिजन हामी जीबीसीसी हामी खासै कुनै एउटा धर्म विशेषलाई भन्दा नि हामी कल्चरलाई चाहिँ अगाडि बढाउने प्रमोसन गर्ने हाम्रो उद्देश्य। त्यसैले यसमा हामी फोकस हुन्छौँ यो भन्न चाहेँ। र अर्को कुरो विशेष गरेर यहाँ अघि हाम्रो गगन भाइले पनि भन्नु युथलाई हाम्रो केदार सरले कुरा गर्नुभयो। र मेरो मेन उद्देश्य यो जीबीसीसीको अध्यक्ष हुन या अध्यक्ष भएर यसो खाजा लाउन भन्दा पनि यसलाई चाहिँ ट्रान्सफर गरौँ भनेर होइन। हामी पुरानै जुन भुटानमा जन्मेका पुरानै पुस्तामा बसिरह्यो भने के हुन्छ भने भेला भयो, गफ गऱ्यो, राजनीतिक गफ गरेर चिया खायो गयो, सक्यो। संस्थाको उद्देश्य त्यति नै सीमित हुन्छ। त्यसैले हामीले गर्न खोजेको चाहिँ के हो भन्दा नयाँ पुस्तामा हस्तान्तरण गर्ने। जस्तै हाम्रो अहिले बोर्डमा राम भाइ हुनुहुन्छ, दुर्गा भाइ हुनुहुन्छ, हाम्रो इभन हाम्रो ओम सर पनि निकै योगै हुनुहुन्छ मभन्दा, हाम्रो हेम सर हुनुहुन्छ होइन, हाम्रो पूर्ण भाइ। हामी धेरैजना यङ छौँ, म त निकै बुढो भएर त्यसरी कम्ती कम्ती बोल्दैन, काम धेरै लगाउने काम गर्दैछु साथीहरूलाई होइन। त्यसरी किन योग गर्न खोजेँ के भने योग त्यो एउटा ग्याप हुन्छ क्या। जस्तै हामी मात्रै बसिरहँ, योगलाई इन्भल्भ गराएनौँ भने अघि हाम्रो भाइले पनि भन्दै हुनुहुन्थ्यो त्यो डिस्कनेक्ट नहोस् भन्ने मेरो उद्देश्य। त्यसैले जति सक्दो हामी चाहिँ योगलाई नै यो युथहरूलाई नै हाम्रो जेन्जी भन्ने अहिले चलन आएको छ एउटा होइन, उहाँहरूलाई नै इन्भल्भ गरौँ। किन के हुन्छ भने जस्तै हामी जति नै नयाँ सोच लिएर आए पनि अलिक बुढो हुँदै गएपछि जस्तै तपाईँसँग iPhone 7 छ, iPhone 17 छ, त iPhone 7 लाई जति नै अपडेट गर्नुभयो भने नि
iPhone 17 को जतिको पर्फर्मेन्स दिँदैन, त्यतिको काम गर्दैन। त्यसैले यो हाम्रो उद्देश्य भनेकै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो। र जस्तै युथहरूले धेरै इन्ट्रेस्ट देखाउनु भएको छ, विशेष गरेर म गगन भाइलाई भन्न चाहन्छु, तपाईँको एजेन्डा छ हाम्रो मिटिङमा, बोर्डमा छ, हामी त्यसमा छलफल गर्छौँ र कसरी तपाईँलाई हामीले इन्भल्भ गराउने हो त्यसमा हामी तपाईँसँग रिच आउट गर्छौँ भन्न चाहेँ। र अर्को कुरो विशेष गरेर अब यो हामीसँग धेरै प्रोग्राम छ, तर कुरो आएर त्यसमै अड्किन्छ कि हामीलाई सहयोग चाहिन्छ। आर्थिक बिना त अघि हामीले सामान्य अब 1 वर्षमा लगभग 4-5वटा प्रोग्राम गर्दा 22,000 कति खर्च भयो हाम्रो हिसाब छ होइन। त्यसैले हरेक प्रोग्राम गर्दा अब खर्च हुन्छ, त्यसको लागि चाहिँ अब डोनर्सहरू जो हुनुहुन्छ उहाँहरूलाई व्यक्तिगत रूपमा पनि तपाईँहरूले सहयोग गर्न सक्नुहुन्छ संस्थाको लागि होइन। सहयोग गरिदिनु होला। हामी भनेको हामी पनि अब भोलिन्टियरली काम गर्ने मान्छे होइन। हामी कार्यक्रम लिएर आउँछौँ, तर त्यो कार्यक्रमहरूलाई चाहिँ हजुरहरूको साथ र सहयोग चाहिन्छ, त्यो भन्न चाहेँ। र तपाईँहरूले फिडब्याक दिनु होला। जहिले राम्रो गऱ्यो भनेर फेरि धेरै इन्करेज के भन्नु, राम्रो मात्रै नभन्नु होला, त्यो गर्दा बिग्रिन्छ मान्छे। त्यसैले सही फिडब्याक, फेरि के हुन्छ भने कहिले चाहिँ विरोधका लागि विरोध पनि हुन्छ, त्यसो पनि होइन। पोजिटिभ क्रिटिसिजम होइन, पोजिटिभ फिडब्याक दिनु होला। के गर्दा चाहिँ ठिक हुन्छ, हामीले के चाहिँ अहिलेसम्म गरेकोमा के कमी कमजोरी छ र भविष्यमा के गर्दा राम्रो हुन्छ, त्यो फिडब्याक पनि दिनु होला भन्न चाहेँ मैले। र यदि भन्दै खासै अब साथीहरूले सबै समेटिसक्नु भएको छ र फेरि विशेष अब यो हाम्रो 3 वर्ष कार्यकालमा केही ट्र्याकमा ल्याउँ यो संस्थालाई होइन, यसको उद्देश्यहरू अगाडि बढाउँ र विशेष गरेर नयाँ जेनेरेसनका भाइ बहिनीहरूलाई इन्भल्भ गराउँ। र मेरो उद्देश्य पनि अघि गोम सरले भन्दैन 3 वर्षपछि चाहिँ कम्तीमा पनि नेपालमा आएर जन्मेको मान्छे चाहिँ अध्यक्ष होस् भन्ने मेरो पनि चाहना छ। त्यो भएर चाहिँ नयाँ जेनेरेसनमा जाओस् भन्ने मेरो चाहना छ भन्दै तपाईँ हजुर यो सहयोगको कुरोमा नि अब हामीले स्टेटबाट ग्रान्ट त्यसको लागि अघि उहाँले हामीले त्यो विषयमा कोसिस गरिरहेका छौँ। अब पहिले 2025 भन्दा अगाडि अलिकति ल्याङथाङ प्रकारको अवस्था थियो। अहिले हामी सबैलाई सुधार गरेर भ्यालु गरेर प्लान र कोर्स अफ एक्सन चाहिन्छ ग्रान्टहरू लेख्दाखेरि। त्यसको लागि यो 26 मा हाम्रो प्लानमा छ। किनभने नन प्रफिटेबल कुनै पनि अर्गनाइजेसनले पाउँछ नि ग्रान्ट, त्यसलाई विशेष त्यो गर्ने प्लान छ हाम्रो ग्रान्ट्सको लागि। अलिकति 2025 मा चाहिँ अलिक केही गरौँ, हामीबाट केही कार्यक्रम गरौँ, अनि त्यहाँदेखि हामीले यो गरौँ भने एउटा त्यो ग्रान्ट लेख्दा पनि हामीले यो कार्यक्रम किनभने केही नै गरेको छैन, सिधै ग्रान्टमा जाँदा नि दिँदैन होइन। त्यो भनेर त्यसमा मेहनत गऱ्यौँ हामीले 2025 अहिले कार्यक्रम गऱ्यौँ। अब त्यस पछाडि ग्रान्टमा पनि हाम्रो 3 वर्ष लिएरै जानु। हजुर हजुर त्यो भएर हाम्रो सबै कुरा आयो। हाम्रै समाजबाट व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि समेट्यो भने त्यसले पनि हाम्रो यो संस्थालाई टेवा पुग्थ्यो जस्तो लाग्छ। उहाँहरू पनि हामीहरूलाई पनि गन्ती गर्यो है जिबिसिसीले भन्ने कुरामा, उहाँहरूले पनि आफूले गौरव गर्नुहुन्थ्यो भन्ने कुरा लागेको छ। सम्पूर्ण व्यवसायीहरूलाई पनि हामीले त्यो यो समाजको उसमा चाहिँ जोड्नुपर्छ जस्तो लाग्यो मलाई। होइन, हामी इन्भिटेसन सबैलाई, हामीले रिलिजियस कम्युनिटी भयो, धार्मिक संस्था भयो, व्यवसाय पनि बिजनेस जो गर्दै हुनुहुन्छ सबैलाई हामीले सकेसम्म जानेको जति, अब कति थाहा नभए पनि हुनसक्छ, तर सकेसम्म चाहिँ पठाउने गरेका छौँ निमन्त्रणा। हरेक कार्यक्रममा सहयोगको लागि मात्रै नभएर कार्यक्रममा निमन्त्रणाका रूपमा पनि हामीले पठाउनै गरेका छौँ। छुट्याउन हामीले भ्याएसम्म कतै छुटेको हुनसक्छ, त्यसमा क्षमा चाहन्छौँ, तर सम्झेसम्म हामी 7-8 जना छौँ होइन। हामीले सम्झे जति चाहिँ हामीले सूचना चाहिँ पुगेकै छ। इमेलबाट होस्, फोनबाट होस्, कल गरेर पनि हामीले धेरैजनालाई यो साथीहरू फिजिकली भेटेर पनि हामीले होइन एप्रिसिएसन थियो। आजको मेन एजेन्डा त्यही थियो नि आजको मेन एउटा म उत्तर दिउँ सरी यहाँ सुन्नु। व्यवसायीसँग हामी गयौँ, अब हामीहरूको यति बिग्रेको छ जेबिसिसी 2010 देखि 2025 सम्म कुनै व्यवसायमा हामीलाई इन्ट्री पनि दिएन होइन, इन्ट्री पनि दिएन। चुना सरै भन्छौँ जिबिसिसीको नाम लिएर चाहिँ भन्नुको तात्पर्य के भने हामी 1 रुपियाँ 2 रुपियाँ निकालेर भए पनि हामी सबै बोर्ड मेम्बर स्पोन्सर सबैसँग गरेर पनि लेट्स डु द वर्क फर्स्ट। काम देखाउने, जसरी अहिले हामीले 25 मा गऱ्यौँ, 26 मा पनि देखाउने, 27 मा पनि देखाउने, अनि 28 मा चाहिँ हाम्रो बृहत कार्यक्रम हुन्छ नि,
त्यही चाहिँ हामीले वाट वी डु भनेर सो अप गरेपछि चाहिँ गाउँहरूले बताउनुहुन्छ। आज हजुरलाई मैले यो कुरा किन निकालेको भने म आउँदै थिएँ अहिले एकजना मान्छेले कल गर्नुभयो, म यता जाँदैछु भनेर भनेको ए हो र मलाई थाहा थिएन भने जस्तो कुरा गर्नुभयो। अनि मैले भनेको तपाईँले त्यो यहाँ यो माध्यमबाट थाहा भएर हिँडेको हो, मलाई पनि कसैले बोलाएको होइन। यो माध्यम त्यो पेज छ, पेजमा हेर्दाखेरि आजको कार्यक्रम हुनाले गर्दा मलाई पनि बोलाएको है, यो मेरो समाज हो भनेर म हिँडेको जस्तै तपाईँ आउनुभएको भए राम्रो हुन्थ्यो भनेर मैले मेरो तर्फबाट उत्तर त दिएँ। तर त्यसरी कोही छुटेको हुन्छ भने त्यो पनि नछुटोस् भन्ने कुरा म गर्छु तर यो सामूहिक रूपमा पनि मैले भने भने सजिलो हुन्छ। तर यहाँ हामीले चाहिँ डिस्प्ले गरौँ भने त्यो सरले अलिक मान्नु भएन। म चाहिँ के छ भने वाट आई डु आई वान्ट सो जस्तो लाग्छ। हो तपाईँले गरेको 50जनाको छ लिस्ट, उहाँहरूलाई सबैलाई पुर्याएको हो होइन, यहाँ डिस्प्ले नगरेको मात्रै हो। त्यति हुँदा पनि छुटेको हुनसक्छ कोही त्यसमा, हामी अझै छुटेको हुनसक्छ। कोहीलाई के हुन्छ नि भन्न खोज्दाखेरि सम्पर्क न फोन नम्बर भेटिन्छ न इमेल भेटिन्छ, त्यो गर्दा कोही कोही त्यसरी छुटेको हुनसक्छ। त्यसको फिडब्याकको लागि धेरै धेरै धन्यवाद। हामी त्यसमा सुझाव यो हाम्रो समाजमा अर्को एउटा देखिराखेको समस्या चाहिँ अब ओभरडोज धेरै धेरै ठाउँमा देखेको छ। त्यसलाई मिनिमाइज गर्न हामीले के गर्न सक्छौँ, के गर्न सक्दैनौँ होइन, प्रोटोकल छ कि छैन। अब त्यसको लागि हामीले अघि हाम्रो गुरुजीले पनि सक्यौँ भने उहाँहरूलाई अलिकति जे सब धेरै देखियो होइन, अघि त भइ नै हाल्छ। त्यसको लागि के गर्न सकिन्छ त्यो पनि सोच्नुपर्छ। हुन्छ, त्यो मैले टिपेको छ कि अब गुरुजीले पनि उठाउनु भयो त्यो कुलत भनेर, त्यो मैले टिपिसकेको छु। हजुरहरूले भन्नुभएको कुरा हामी बोर्डमा डिस्कस गर्छौँ। केही त्यसको लागि केही अवेरनेस प्रोग्रामहरू केही ल्याउने कोसिस गर्छौँ, के गर्न सकिन्छ भन्दै। अब म धेरै बोलिनँ किनभने हाम्रो 12 बजीसम्मको टाइम भनेको 12:35बाट माथि गएछ। हाम्रो खाना अर्को रुममा छ उतापट्टि, त्यहाँ जान्छौँ हामी। एउटा ग्रुप फोटो पनि खिच्छौँ र सबैले नास्ता चिया नास्ता लिएर मात्रै जानु होला भन्दै। हजुर म अन्त्यमा थोरै जोड्ने कोसिस गरेँ। यो मेरो सायद जिबिसिसीको तेस्रो उपस्थित हो मेरो। 2010मा देखिएको, यो 25मा गर्दा धेरै लामो ग्याप भएछ होइन। आशा गरेको थिएँ मैले अघि बोल्ने मौका पाउँछु होला भनेर पाइनँ होइन। र पनि लास्टमा म अलिकति जोड्न चाहेँ होइन। यो अघि हामीले नानीहरूलाई होइन म साह्रो बोल्छु नानीहरूलाई 3 वर्ष पछाडि चाहिँ हामी सहभागिता गराउँछौँ। सदस्य अध्यक्षको जिम्मेवार उहाँहरूलाई दिन्छु भन्ने कुरा गरेको। र त्यो गर्नका लागि